7 बजेको ट्रेन छ बेलुका कलकत्ताको लागि। हामी चाहिँ अहिले तपाईको एनजेपी पुगिसकेको अवस्था। किन खानु त मन छ तर यो घाँटी रुगा लाग्यो रुगा होइन खोकी पनि लाग्दैछ त्यसैले गर्दाखेरि चाहिँ मैले नखाएको जस्तो क्या। भाइ कान्छी पनि पढापढी छ। हामी चाहिँ अब रेडी भइसकिसक्यो म चाहिँ है र ऊ चाहिँ अब रेडी हुँदैछ कान्छी। यहाँ हेर न ओ खै दिनाइले गरी हो न तिमी कस्तो नहेरेको अन्त कति बिजी हो तिमी त थ्यात। अनि अब चाहिँ हामी यहाँदेखिको निस्किन लागेको है त। साथी हो अहिले चाहिँ हामी यहाँ कहाँ पुग्यो भन्दाखेरि तपाईँको यो टिस्टा ब्रिज पुगिसकेको छु गाइस होइन। र गान्तोकदेखि चाहिँ हामी स्कुटीमै गएको सिलगढीसम्म। सिलगढीदेखिको चाहिँ बेलुका हाम्रो उयो छ ट्रेन छ क्या 7 बजेको ट्रेन छ बेलुका कलकत्ताको लागि। त्यसैले गर्दाखेरि चाहिँ अहिले कान्छी र म चाहिँ स्कुटीमै राइड गर्दै गइरहेको छु सिलगढीको तर्फ। साथी हो अहिले चाहिँ हामी यहाँ सेवक रोड पुगेर चाहिँ अलिकति रेस्ट गरिरहेको छु। कान्छीको हेर्नुहोस् न यहाँ। हेलो कान्छी। एकदम है धुलो एकदमै बेसी उडेर छ नि तपाईँको यहाँतिर पुरा धुलोहरू लागेर एकदम यहाँतिर देख्नुहुन्छ नाक कालो कालो भइरहेको छ क्या धुलो सबै टालेर हो। अब चाहिँ हामी सिलगढी पुग्नु आँटेको अवस्था। त्यहाँदेखि चाहिँ बेलुकाको हाम्रो ट्रेन छ होइन बेलुका 7 बजेको ट्रेन छ। अनि हजुरलाई देखाउने छु के कस्तो रहनेछ। अहिले सिलगढी आइपुगिसक्यो गाइस होइन। र सिलगढीमा चाहिँ हाम्रो यहाँ आफ्नो मान्छेको घरमा चाहिँ हामीले स्कुटी पार्क गरिकन चाहिँ र अब हामी एनजेपीको तर्फ लाग्दैछु। के चाहिँ समय धेरै भएकोले गर्दाखेरि चाहिँ हामी चाहिँ अहिले मार्केट पहिला घुम्ने होइन कान्छी मार्केट घुम्ने अरे त्यसैले गर्दाखेरि चाहिँ अब हामी मार्केटको तर्फ लाग्दैछु गाइस। सिलगढीमा चाहिँ एकदम जाम साथी हो यो चाहिँ चरा हो तपाईँको एकदम बेसी चरा माथि टारमा चाहिँ खेल्दै रहेछ हो। र हामी चाहिँ अब यहाँ के भन्छ तपाईँको यो मार्केटबाट चाहिँ हामी अब यहाँदेखिको निस्किएको गाइस होइन। अब चाहिँ हामी उता एनजेपीको तर्फ लाग्दैछु। यहाँदेखिको चाहिँ अब हामीले यहाँ बाटोबाट चाहिँ टोटो पक्रिनुपर्ने हुन्छ। त्यहाँदेखिको चाहिँ एनजेपी गएर चाहिँ ट्रेनमा चढ्नुपर्ने हुन्छ है। तिमीलाई बुकिङ नदिऊ होला अहिले। हामी चाहिँ हिँडेको छु अहिलेसम्म नै होइन। र भर्खरै मात्र हामी यहाँ के भन्छ यो टोटोमा झरेकी टमटममा झरिकन चाहिँ अहिले चाहिँ हामी उता एनजेपीको तर्फ लागिरहेको छु। अन्त त रिमिङ भइसक्यो। हामी बिहान कति बजी निस्क्यो कान्छी? कति बजी निस्क्यो हामी? 10:30-11 बजीतिर निस्केको। र अहिले तपाईँको भन्नुपर्दाखेरि 5 बजिसक्यो। हाम्रो ट्रेन चाहिँ तपाईँको 7:45 को यत्रो समयसम्म हामी यहाँ बस्नुपर्ने हुन्छ। अघि बाहिर 5 बज्दाखेरि कता आउँदैछ भएको थियो। यहाँ चाहिँ यहाँ भित्र पस्दा त पुरै खण्डरभित्र पसेको जस्तो पो लाग्यो मलाई त टनलभित्र। यहाँ लाइटहरू लगाइदिनुपर्छ है यहाँनिर। एकदम अँधेरो पो रहेछ यहाँ त है। हेर कति गएको होला नि त यहाँ। एनजेपी भित्र पस्ने जग्गा त यस्तो छ है गाइस एकदमै अँधेरो हो। तपाईँको एनजेपी पुगिसकेको अवस्था गाइस होइन। र अब चाहिँ प्लेटफर्मको तर्फ हामी लागिरहेको छु। र हाम्रो ट्रेन चाहिँ तपाईँको प्लेटफर्म नम्बर 3 मा आउँछ अरे। त्यसैले गर्दाखेरि चाहिँ अहिले प्लेटफर्म नम्बर 3 मा चाहिँ हामी गइरहेको
साथी हो हामी चाहिँ यहाँ प्लेटफर्म आइपुगिसकेर चाहिँ प्लेटफर्ममा घुमिरहेको छु। कान्छीले चाहिँ गरम भयो भनेर आइसक्रिम खाइरहेको छ। मलाई पनि आइसक्रिम खानु त मन छ, तर यो घाँटी रुगा लाग्यो, रुगा होइन खोकी पनि लाग्दैछ। त्यसैले गर्दाखेरि चाहिँ मैले नखाएको चिसो क्या, झन् साह्रो पर्छ। किनकि अझै हामी घुम्नु डल्लै छ क्या, हप्ता दिन जति छ घुम्नुको लागि होइन टाइम। त्यसैले गर्दा नखाएको अहिले। हामी चाहिँ यहाँ ट्रेनको वेटिङ गरिरहेको छौँ, कान्छी र म यहाँ होइन। ट्रेन चाहिँ अलिक समय बादमा आउने रहेछ। एकदम रातिको अहिले कति बजे भने तपाईँको 6 बज्नु आँट्यो। 7:45 को ट्रेन हो। हामी चाहिँ यहाँ अहिलेसम्म बसिरहेको छु है प्रकारको। गाइस हाम्रो चाहिँ ट्रेन आयो है, दार्जिलिङ मेल आयो। दार्जिलिङ मेल एनजेपी जलपाइगुडी टु सेल्दा गाइस आयो है। हाम्रो चाहिँ ट्रेन आइसक्यो। हामी चाहिँ अब ट्रेनमा चढ्नुको लागि हाम्रो बगी चाहिँ अलिकति अगाडिपट्टि गएको छ। त्यसैले गर्दाखेरि चाहिँ अब हामी ट्रेनमा चढ्नको लागि एकदम हतार भइरहेको छ। यो ट्रेन आइसक्यो र अब चाहिँ हामी चढेको र अहिले चढेपछि तपाईँको भोलि बिहान चाहिँ हामीलाई पुर्याउने रहेछ है। त्यसैले गर्दाखेरि हजुरले हेर्दै गर्नुहोस् होला। साथी हो हामी चाहिँ यहाँ चढिसके ट्रेनमा। कान्छीमै पढापढि छ हो। म चाहिँ यहाँ छु है। हामीले चाहिँ टिकट टप माथिको पाएको थियो। त्यसैले गर्दाखेरि चाहिँ ठिकै भयो, सँगसँगै माथि नै हो, माथिल्लो फ्लोरमा क्या। यो पचार चाहिँ कम्ती खाँदैन फेरि ऊ। वाइ सबै त बोकेर आएको छ चिप्सहरू हेर ऊ।